असोजको 19 गतेको रात 2082 धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 5 थापाकटेरी भन्ने गाउँ एउटा यस्तो गाउँ जहाँको शान्त रात एकैछिनमा रगतले रन्किएको थियो। आइतबार अर्थात् असोजको 19 गतेको रात करिब 8:30 बजे 30 वर्षीय एमबहादुर कडेलले आफ्नै आमाको विभत्स हत्या गरे। यो घटना सुन्दा पनि अचम्म लाग्छ। जसको गर्भबाट जन्मिएको छोराले उनै आमाको टाउको र शरीर छुट्टिने गरी प्रहार गर्छ। मादक पदार्थ र लागु औषध सेवनपछि एमबहादुर कडेलले आफ्नी 55 वर्षीय आमा राममायाको ज्यान लिन्छन्। प्रहरीका अनुसार उनले एकदमै धारिलो हतियार प्रयोग गरेका थिए। घटना भएको केही बेरमै प्रहरी चौकी सल्यानकोटले एमबहादुरलाई नियन्त्रणमा लिएको थियो। अहिले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। तर यो एउटा सामान्य हत्या होइन। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार एमबहादुर पहिले पनि पटक पटक पक्राउ परेका थिए र अझ अचम्म त के भने उनी कुख्यात गुण्डा नाइके दिनेश अधिकारी अर्थात् चरी समूहसँग पनि संलग्न थिए। प्रहरी स्रोतका शब्दमा अपराधिक गिरोह चलाउने दिनेश अधिकारी अर्थात् चरी समूहमा उनी पनि सक्रिय सदस्य थिए र उनलाई जिरे उपनामले चिन्ने गरिन्छ। अब फर्कौँ त्यो रातको घटनातर्फ। जिरे अर्थात् एमबहादुर काठमाडौँमा बस्दै आएका थिए। दसैँ मनाउन उनी फुलपातीको अघिल्लो दिन मात्र गाउँ फर्किएका थिए। तर त्यो फर्काइ उनको आमाको लागि एकदमै दर्दनाक बन्न पुग्यो। आइतबार राति करिब 8 बजेतिर गाउँमा प्राय कम नै देखिने एकदमै धारिलो हतियार बोकेर उनी घरभित्र पसे। त्यो घरमा त्यति बेला 5 जना थिए, बुबा, आमा, भान्जा भान्जी र उनी स्वयं। पहिलो आक्रमण उनले आफ्नो भान्जामाथि गर्न खोजे, तर भान्जा भागेपछि उनले आफ्ना बुबामाथि प्रहार गर्ने प्रयास गरे, तर बुबा पनि बच्न सफल भए र त्यसपछि उनले आमामाथि निर्घात आक्रमण गरे। त्यो हमला यति भयावह थियो कि राममायाको टाउको र शरीर छुट्टिने गरी प्रहार गरिएको थियो। हत्या गरेपछि उनले आमाको शव आँगनमै राखेर बुबालाई धम्क्याउँदै उनले भने, मैले जे गरेँ ठिकै गरेको छु। त्यो छेड गाउँलेहरूले सुनेका ती शब्दहरू अहिले पनि डरलाग्दो छ। त्यहाँको स्थानीयको अनुसार उनीहरू प्रहरीसहित पुग्दा उनी हातमा खुकुरी नचाइरहेका थिए। बुबाको काँधमा खुकुरी राखेर आफूले ठिक गरेको भन्दै धम्काइरहेका थिए। जिरे पहिलेबाट नै कुलतमा फसेको हुँदा बुबा गोपबहादुर कडेल र गाउँलेहरूले पहिले पनि उनलाई सुधार गृह पठाउने प्रयास गरेका थिए, तर हरेक पटक उनले अस्वीकार गरे। यसपटक पनि घरमा उनलाई सुधार गृह पठाउने कुरा चलेको रहेछ। सायद उनले परिवारले आफूलाई सुधार गृह पठाउन षड्यन्त्र गरेको शङ्का गरे र त्यसै रिसमा आमाको हत्या गर्न पुगे। खुकुरी प्रहारबाट भागेका उनका भान्जाले गाउँमा खबर पुर्याए। त्यो खबर सुनेपछि स्थानीय जनप्रतिनिधिले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थलमा पुग्दा एमबहादुर अझै पनि धारिलो हतियारका साथ त्यही थिए, हातमा खुकुरी, आँखामा रिस र ओठमा धम्कीसहित। कोही पनि अगाडि नआइजे नत्र सबैलाई मारिदिन्छु भन्दै उनी धम्की दिइरहेका थिए। त्यो बेला प्रहरीलाई उनलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु पर्यो। जिरेको आक्रोश यही मात्र सीमित थिएन। गत 24 भदौको जेन्जी आन्दोलनमा पनि उनले प्रहरीसँग झगडा गर्ने प्रयास गरेका थिए। त्यो भिडन्तको भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ। 60,000 देखि 1 लाख कमाउन सक्ने युवा हो, तर पनि मलाई कहिले चैनको निन्द्रा लाग्दैन, मलाई कहिले पनि निन्द्रा लाग्दैन। मेरो साथीभाइहरू कतिलाई थाहा छन् मैले त्यसको लागि कति सहन्छु, कति हुन्छ नि सोच्छु। सर मेरो आँखामा डर छ, जान्न सर, मैले बोलिरहेको छु, म जान्न होइन, ठोक्नुहोस् न, गोली ठोक्नुहोस्, मैले भनिरहेको छु त, मेरो आँखामा डर छ सर, 1 इन्च डर छ मेरो आँखामा, डर छ सर। गोली ठोक्ने हो, बरु माऱ्यो भने मार्नु भइहाल्यो, आनन्द। यो देशको बारेमा सोच्नै परेन, मेरो हातमा भगवान्ले लानुहुन्छ। जिउँदो भयो भने त मलाई जहिले पनि हुन्छ नि, तपाईँहरूको आत्माले सताएर, देशको चिन्ताले सताएर म सुत्नै सक्दिनँ। मर्या भन्दा नि बढीको जिन्दगी छ मेरो, म सुत्न सक्दिनँ, कहिले म कहिले मोटाउन सक्दिनँ। अब त अति पनि देशमा जनताको आवाजलाई चाहिँ बुलन्द गर्न पाउनुहुन्न तपाईँहरूले। मेरो आँखामा डर छ, अनम्यान आर्मी हो जुन कि भारतीय दलालसँग, अमेरिकन पुँजीवाद दलालसँग र देशको दलाल 100 जनासँग एक्लै लड्न सक्ने क्यापेसिटी छ मसँग, एक्लै। त्यही भएर सर बेलैमा जनताको लागि सोच्नुहोस्, देशको लागि सोच्नुहोस्। तपाईँहरूलाई पनि स्वतन्त्र जनताको एउटा हुन्छ नि अपिल छ, तपाईँहरूलाई हुन्छ स्वतन्त्र जनताको चाहिँ हुन्छ नि विनम्र अनुरोध छ। तपाईँहरू आफ्नो देशको लागि सोच्नुहोस्, आफ्नो आमाको लागि सोच्नुहोस्, आफ्नो राजाको लागि सोच्नुहोस्, आफ्नो दाजुभाइको लागि सोच्नुहोस्, आफ्नो हुन्छ नि आमा बुवाको लागि। त्यही मानिस जसले आमा बुबाको माया र देशको कुरा गर्दै प्रहरीसँग लड्दै थियो, गए राति आफ्नै आमाको ज्यान लिने बन्यो। प्रहरीका अनुसार एमबहादुर विरुद्ध पहिले पनि विभिन्न मुद्दाहरू दर्ता भइसकेका छन्। उनको सीडीआर रिपोर्ट अनुसार 2069 सालमै उनी विरुद्ध सार्वजनिक मुद्दा चलेको देखिन्छ।
त्यस्तै काठमाडौँका पनि विभिन्न ठाउँहरूमा उनी विरुद्ध अन्य मुद्दा भएको अनुमान गरिएको छ। प्रहरीहरू पनि आफ्नै आमाको यसरी हत्या गरेको देख्दा चकित छन्। यो घटना साँच्चै एकदमै भयावह छ। अहिले हेमबहादुर प्रहरी नियन्त्रणमा छन्, तर गाउँ र परिवारमा शोक छाएको छ। आमा राममायाको आत्मा निसासिएको त्यो घरमा अब सन्नाटा मात्र बाँकी छ। दसैँको उल्लासले उज्यालो हुनुपर्ने त्यो रात धादिङको थापाकटेरी भन्ने गाउँमा अन्धकारले छाएको छ। एक आमाको रगत, एक छोराको अपराध र एउटा परिवारको सधैँको लागि टुटेको संसार। यो केवल एक अपराध मात्र होइन, यो समाजमा फैलिँदै गइरहेको दुर्व्यसन, मानसिक अस्थिरता र परिवारभित्रको मौन पीडाको प्रतिबिम्ब हो। हामी सबैका लागि एउटा चेतावनी, यदि समयमै यस्ता क्रियाकलाप रोकिएन भने यस्ता घटनाहरूले अझ भयावह रूप लिएर फर्किन सक्छन्।